नमस्कार। हामी सल्यान, जाजरकोट, रुकुम हुँदै डोल्पा जिल्लाको सदरमुकाम दुनैमा छौँ अहिले। हाम्रो यात्रा चाहिँ यहाँ दुनैसम्म भएको छ। आजको बसाइ यतै हुन्छ होला। भोलि बिहानको हाम्रो त्रिपुरेश्वरी दर्शन गर्ने यात्रा छ। त्रिपुरेश्वरी दर्शन गर्न हामी जाँदैछौँ। त्रिपुरेश्वरीको प्राङ्गणमा आइसकेका छौँ। अत्यन्त रमाइलो दृश्य देख्न सक्नुहुन्छ। धेरै दर्शकहरू, धेरै भक्तजनहरू यहाँ उपस्थित हुनुहुँदो रहेछ। दर्शन गर्न आउनेहरूको भिडभाड अत्यन्त हुँदो रहेछ। बिहानको 9 बजेको छ अहिले। 9 बजे हामी यहाँ उपस्थित भएका छौँ। हामीसँग हुनुहुन्छ बनगार कुपिने नगरपालिका उपप्रमुख पुरुषोत्तम आचार्यजी हुनुहुन्छ। त्यसै गरी शिक्षक उपेन्द्र विष्टजी हुनुहुन्छ। हाम्रो प्राविधिक मित्र विकास विषी हुनुहुन्छ। त्यसै गरी हाम्रो गुरु हुनुहुन्छ। अनि त्यसै गरी गुरु टोपेन्द्र एरी हुनुहुन्छ। अत्यन्त रमाइलो भइरहेको छ। हामी मन्दिर दर्शन गर्ने क्रममा मन्दिरको प्राङ्गणमा उपस्थित भएका छौँ। हाम्रो टोपेन्द्र गुरुले चाहिँ पूजा सामग्रीहरू उपलब्ध गराउनु भएको छ। धेरै धेरै धन्यवाद छ हाम्रो टोपेन्द्र गुरुलाई। अनि त्यसै गरी हाम्रो अर्को गुरु पनि हुनुहुन्छ। अत्यन्त रमाइलो हुनुहुन्छ। हामीलाई सहज यात्रा, अत्यन्त रमाइलो यात्रा, बाटो एकदमै अप्ठ्यारो बाटोमा पनि सहजताका साथ हामीलाई सही गन्तव्यमा पुर्याउनु भएको छ। धेरै धेरै धन्यवाद छ गुरुलाई। अत्यन्त सहज यात्रा बनाउनु भएको छ। त्यसै गरी हामी मन्दिरको प्राङ्गणमा आएका छौँ। सबै साथीहरूको उपस्थित भइसकेको छ। मलाई अत्यन्त पहिलोचोटि अत्यन्त खुसी लागेको छ। आत्मसन्तुष्टि भएको छ। जुन ठाउँमा आउँदा, जुन ठाउँले मलाई अत्यन्त आत्मसन्तुष्ट दिएको छ, जुन ठाउँलाई मैले दर्शन गर्न पाएको छु, जुन ठाउँलाई मैले हेर्न पाएको छु, आफैले दर्शन गरेर हेर्न पाएको छु। सबै साथीहरू उपस्थित भयो। अब चाहिँ हामी विशेष गरेर पूजा पाठमा छौँ। विशेष दर्शन कार्यक्रममा छौँ। सल्यान जिल्लामा भएको खैराबाङ्गी माई भगवतीको पनि यतैबाट गएको भन्ने छ। हाम्रो पुजारीले भन्नुभएको छ। हामी विशेष अब मन्दिर दर्शन गरिसकेपछि हामी टिका लगाउने कार्यक्रममा छौँ। टिका सबै साथीहरूको घर परिवार सुख शान्ति समृद्धि सुस्वास्थ्य सबैलाई रक्षा गरून्। हाम्रो त्रिपुरेश्वरी भगवती माताले सबैको घर परिवार, सबैको सुस्वास्थ्य सबै रक्षा गरून् हाम्रो त्रिपुरेश्वरी माताले हामीलाई विशेष गरेर अत्यन्त रमाइलो दृश्यमा दर्शन गर्न पाउँदा, यति बिहान शुभ बिहानीमै दर्शन गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। सबैजना दर्शन गर्न आउँदा सबैको रक्षा हुनेछ। सबैले हामीले दर्शन गरेका छौँ। विशेष गरेर अब हामी दर्शन गरिसकेपछि बिस्तारै आफ्नो जिल्लातिर प्रस्थान गर्नेछौँ। अत्यन्त सुन्दर दृश्य, सुन्दर रमाइलो दृश्य छ। हामी दर्शन गरिसकेका छौँ। हामी विशेष गरेर यो मन्दिरमा, त्रिपुरेश्वरीको मन्दिरमा, डोल्पा जिल्लामा रहेको त्रिपुरेश्वरी मन्दिरमा दर्शन गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। हामी दर्शन गर्दैछौँ। हाम्रो उपमेयर साहबले चाहिँ विशेष गरेर यहाँको बाजा दमाहा बजाइराख्नु भएको छ। अत्यन्त रमाइलो दृश्य छ। यहाँ धेरै शक्तिशाली मन्दिर जस्तो यहाँको संरचनाहरू अत्यन्त राम्रोसँग बनेको छ। संरचनाहरू अत्यन्त राम्रो दृश्य देखिन्छ। हिमालहरू देखिन्छन्। हिमालमा हिउँ परेको देखिन्छ। रमाइलो छ, अत्यन्त रमाइलो छ। हाम्रो यात्रा चाहिँ अत्यन्त रमाइलो ठाउँमा भएको रहेछ। अत्यन्तै रमाइलो छ। यहाँ रमाइलो छ। सबैको मनोकामना पुरा होस्। हाम्रो उपमेयर साहबको मनोकामना पुरा होस्। उहाँले दर्शन गर्दै हुनुहुन्छ। हामीले पनि दर्शन गरिसकेका छौँ। उपमेयर साहबले दर्शन गरिराख्नु भएको छ।
उहाँको मनोकामना पुरा होस्, उहाँको घर परिवार सुख शान्ति समृद्धिको शुभकामना छ। हाम्रो यस दर्शनले चाहिँ हामी सबैलाई आत्मसन्तुष्टि बनाउनेछ। अत्यन्त मनोरम वातावरणमा हामी दर्शन गर्दैछौँ। डोल्पा जिल्लाको सदरमुकामदेखि अलिकति तलतिर डोल्पा जिल्लाको सदरमुकामदेखि 1-1.5 घन्टा हिँडिसकेपछि बिच बाटोमा चाहिँ पर्दो रहेछ यो मन्दिरमा दर्शन गर्दा हामीलाई साह्रै आत्मसन्तुष्टि भएको छ। सबै साथीहरूले दर्शन गरिसक्नु भएको छ।